साथीहरू बिहान बिहान एकदम मुड फ्रेस हुने ताजा न्युज आएको छ। तपाईहरु पनि पुरा न्युज सुनेर एकछिन हाँसेर मुड फ्रेस गर्नु होला है। पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्तत नेपाल नै फर्किएका छन्। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। जेन्जी आन्दोलनमा गतिलो मसाज भेटेका र उपचारको बहानामा मुसो झैं लुसुक्क विदेश भागेका उनी एयरपोर्टमा ओर्लने बित्तिकै बाघ जस्तै गर्जिने प्रयत्न गरे, तर उनको गर्जन बिरालोको म्याउ म्याउ जस्तो मात्रै भयो। कतिपय कांग्रेसीहरूले नै त्यसलाई बाल दिएनन्। त्यसपछि आज डेट एक्सपायर भइसकेका पुराना कांग्रेसी दौतरीहरूलाई जम्मा गरेर कांग्रेसको राष्ट्रिय भेलाको नाममा सभाको आयोजना गरे। उक्त सभामा सबै पुराना नेताहरूले गगन थापा र विश्वप्रकाश शर्माको दोहोलो काट्ने आफ्नो रहर पूरा गरे। गगन र विश्वप्रकाश शर्माले उनीहरूलाई विशेष महाधिवेशनबाट गलहत्याएर निकालिदिएको रिस सबैले फेर्न भ्याए। दिनैभरि चर्का र लामा भाषणबाजीहरू भयो, जसले भाषण सुन्ने बानी बिस्तारै हराउँदै गइसकेका नेपाली जनतालाई वाक्क दिक्क समेत बनायो। उनीहरू अझै पनि आफ्नो पुरानै शैलीबाट प्रस्तुत भए। यसले के देखाउँछ भने कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रामा राखे बरु अलिअलि सोझिन सक्ला, तर यी पुराना नेताहरू कहिल्यै सुध्रिने छैनन्। फेरि उनीहरूलाई नै पुनः सत्तामा मैमत्ता हुन मन भने अचकाली लागिरहेको छ। कुकर्महरूको भारी बोकेर देवघाटतिर जाने र पश्चाताप गरेर जीवन बिताउने समयमा फेरि कांग्रेस हत्याएर देश रित्याउने अभियान सुरु गर्ने उनीहरूको दाउ रहेको छ। अदालतलाई फकाएर होस् कि न्वारनदेखिको बल लगाएर नै किन नहोस्, आफ्नै जीवनकालमा कांग्रेसको नामो निशान मेटाएर छाड्ने उनीहरूको संकल्प जस्तै बुझिएको छ। त्यसैले शेरबहादुर देउवाको नेपाल पुनरागमन देशको लागि भन्दा पनि कांग्रेसकै लागि धेरै खतरापूर्ण देखिएको छ।